थाइरोइडबारे विभिन्न भ्रमहरू सुन्ने गरेका छौँ। थाइरोइड आफैमा रोग भने होइन। थाइरोइड भनेको चाहिँ हाम्रो यो घाँटीमा हुने पुतली आकारमा हुने एउटा ग्रन्थि हो, जसको काम भनेको चाहिँ थाइरोक्सिन हर्मोन, थाइरोइड हर्मोनलाई चाहिँ उत्पादन गर्नलाई चाहिँ यसले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। अब यसलाई चाहिँ लक्षणका आधारमा चाहिँ दुई भागमा विभाजन गर्न सकिन्छ। यदि तपाईँको थाइरोइड ग्रन्थीले चाहिँ शरीरलाई आवश्यकताभन्दा कम थाइरोइड हर्मोन उत्पादन गरेको छ, थाइरोक्सिन हर्मोन उत्पादन गरेको छ भने यो अवस्थालाई, यो कन्डिसनलाई चाहिँ हामीले चाहिँ हाइपोथाइरोइडिजम भनेर बुझ्ने गर्दछौँ भने, र अर्को भनेको यदि तपाईँको थाइरोइड ग्रन्थीले चाहिँ तपाईँको शरीरलाई आवश्यकताभन्दा बढी थाइरोइड हर्मोन, थाइरोक्सिन हर्मोन उत्पादन गरिरहेको छ भने यो अवस्थामा यो कन्डिसनलाई चाहिँ हामीले हाइपरथाइरोइडिजम भनेर बुझ्ने गर्दछौँ। अब तपाईँलाई यो दुईवटा समस्या मध्येमा के भएको छ त, हाइपोथाइरोइडिजम भएको कि हाइपरथाइरोइडिजम भएको, अब कसरी बुझ्ने त? यदि तपाईँलाई खाना रुच्दैन तर तपाईँको शरीरको तौल चाहिँ एकाएक बढ्दै गएको छ, धेरै अल्छी लाग्ने, कुनै काम गर्न पनि जाँगर नआउने, आलस्य लाग्ने, सुतिराख्न मन लाग्ने, छिटै थाक्ने, कपाल झर्ने, अनुहार फुलिने, हातगुडा सुनिँदै जाने र महिलाहरूको हकमा भने महिनावारीमा गडबडी देखिने जस्ता लक्षणहरू देखिएका छन्, यस्ता सिम्पटम्सहरू देखिएका छन् भने तपाईँको चाहिँ थाइरोइड ग्रन्थीले चाहिँ शरीरलाई आवश्यकताभन्दा कम चाहिँ थाइरोक्सिन हर्मोन, थाइरोइड हर्मोन चाहिँ उत्पादन गरेको कारणले हुने हाइपोथाइरोइडिजम भन्ने अवस्था भएको छ भनेर तपाईँले सहजै तरिकाले बुझ्न सक्नुहुन्छ। त्यस्तै गरेर अर्कोपट्टिको लक्षणहरू भने ठ्याक्कै उल्टो छ। तपाईँलाई खाना एकदमै रुचे तापनि तपाईँको शरीरको तौल चाहिँ एक्कासी घट्दै जाने लक्षणहरू चाहिँ देखिने गर्दछ। पसिना आउने, प्राय गरेर चाहिँ हात खुट्टामा चाहिँ धेरै पसिना देखिने गर्दछ भने, शरीर तातिएको अनुभव हुने गर्दछ, शरीर काम्ने, डर लागेको जस्तो हुने, मुटुको धड्कन बढ्ने, त्यस्तै गरेर चाहिँ हार्टबिट ढुकढुकी बढ्ने जस्ता लक्षणहरू, यी यस्ता समस्याहरू, यी यस्ता सिम्पटम्सहरू चाहिँ देखिने गर्दछ। यस्ता सिम्पटम्स तपाईँमा छ भने चाहिँ तपाईँको चाहिँ थाइरोइड ग्रन्थीले चाहिँ शरीरलाई आवश्यकताभन्दा बढी चाहिँ थाइरोक्सिन हर्मोन, थाइरोइड हर्मोन उत्पादन गरेको कारणले हुने हाइपरथाइरोइडिजम समस्या भएको छ भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। यदि तपाईँलाई पनि यी यस्तै लक्षणहरू देखिएको छ, थाइरोइड हर्मोनमा चाहिँ गडबडी भएको चाहिँ तपाईँलाई आशंका भएको छ, लक्षण हेरेर यस्तै लागिरहेको छ भने चाहिँ अब तपाईँलाई हाइपोथाइरोइडिजम भएको कि हाइपरथाइरोइडिजम भएको भनेर चाहिँ हामीले छुट्याउनको लागि चाहिँ बेटर तपाईँले एउटा लक्षण हेरेर नै तपाईँले चाहिँ नर्मली रुल आउट गर्न सक्नुहुन्छ भने अब यसलाई चाहिँ यकिन गर्नको लागि चाहिँ तपाईँले चाहिँ थाइरोइड फङ्सन टेस्ट गरेर तपाईँको त्यो रिपोर्ट हेरेर है त्यसपछि मात्र तपाईँलाई चाहिँ यही भएको भनेर चाहिँ हामीले थाहा पाउन सक्छौँ र त्यही अनुसार चाहिँ औषधि उपचारतिर लाग्नुपर्ने हुन्छ। भिडियो राम्रो लाग्यो भने भिडियोलाई सेयर गर्नुहोला, पेजलाई फलो गर्नुहोला। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।